मंत्री आनन्द प्रसाद उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव। 1 नम्बर, नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री आनन्द प्रसाद उपाध्यायको काठमाडौँको ह्याम्स अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा 2082 मङ्सिर 27 गते शनिबार साँझ 91 वर्षको उमेरमा भएको निधनप्रति कार्य समितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ। 2 नम्बर, विक्रम सम्वत 2040 सालमा राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएका उपाध्याय विक्रम सम्वत 2056 मङ्सिर 23 गते सम्पन्न भएको उपनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नम्बर 1 बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचन हुनुभएको थियो। विक्रम सम्वत 2056 मा शिक्षा तथा खेलकुद मन्त्री हुनुहुन्थ्यो भने विक्रम सम्वत 2062-63 को ऐतिहासिक जनआन्दोलन पश्चात पुनर्स्थापित व्यवस्थापिका संसदको सदस्य हुनुहुन्थ्यो। त्यसैगरी विक्रम सम्वत 2064 को संविधान सभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र 1 बाट निर्वाचित हुनुभएको थियो। अत्यन्त शालीन र बौद्धिक व्यक्तित्वका रूपमा पार्टीमा परिचित स्वर्गीय उपाध्याय विक्रम सम्वत 2069 मा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजक भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो। राजनीतिक सङ्घर्षका क्रममा पटक पटक पक्राउ गरी जेल जीवन बिताउनुभएका उपाध्यायले निर्वासित जीवन समेत बिताउनु भएको थियो। समाजसेवा र अध्ययनमा विशेष रुचि राख्ने उपाध्यायका विभिन्न पत्र पत्रिकाहरूमा लेख रचनाहरू समेत प्रकाशित भएका छन्। 4 पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता उपाध्यायको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको छ। कार्य समितिको यो बैठक उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। उहाँको आत्माको चिर शान्तिको कामनाका साथ दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछ। 5 उहाँको पार्थिव शरीरलाई आजै बिहान 11 बजे पशुपति आर्यघाटमा दाह संस्कार गरिने कार्यक्रम रहेको छ। उहाँप्रति उच्च सम्मान प्रकट गर्दै शोकको कार्यक्रम 9 बजे निर्धारण गरिएको छ। 2082 मङ्सिर 29 गते पुस 1 र 2 गते 3 दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने। 2082 पुस 1 गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने। स्वर्गारोहणको 13 दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने। स्वर्गारोहणको 13 दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने। त्यसैगरी उहाँको आत्माको चिर शान्तिको कामनाका साथ सबैलाई उहाँप्रति सम्मान व्यक्त गर्दै चिर शान्ति कामना गर्दै